जबसम्म तपाईले कुनै पीडा सामना गर्नुहुन्न नि तबसम्म तपाईँ भगवानलाई सम्झनुहुन्न। एउटा प्रेरणादायक प्रसङ्ग सुनाउँदैछु। यहाँलाई हार्दिक स्वागत छ यो च्यानलमा र अहिलेसम्म हामीलाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनु होला। एक दिन कुनै निर्माण कार्य भइरहेको बेला सुपरभाइजरले भवनको 6औं तलाबाट तल काम गरिरहेका कामदारलाई बोलाएछन्। निर्माण कार्यको ठुलो आवाजका कारण तल काम गर्ने कामदारले आफ्नो सुपरभाइजरले बोलाएको कुरा सुन्न सकेन। त्यसपछि सुपरभाइजरले आफ्नो ध्यान आकर्षित गर्न 10 रुपैयाँको नोट तल फ्याँकिदिए, जुन कामदारको ठिक अगाडि खस्यो। त्यो कामदारले नोट उठायो र आफ्नो खल्तीमा राख्यो र त्यसपछि फेरि आफ्नो काममा व्यस्त भयो। अब उसको ध्यान आकर्षित गर्न सुपरभाइजरले फेरि 500 रुपैयाँको नोट फ्याँकिदिए। त्यो मजदुरले फेरि त्यही काम गर्यो, नोट खल्तीमा राख्यो र काम गर्न थाल्यो। यो देखेर सुपरभाइजरले अब एउटा सानो ढुङ्गा लिएर मजदुरमाथि हाने, जुन सिधै उसको टाउकोमा लाग्यो। अब मजदुरले माथि हेर्यो र आफ्नो सुपरभाइजरसँग कुरा गर्न थाल्यो। हो, हाम्रो जीवनमा पनि यस्तै हुन्छ। भगवानसँग हामी सम्पर्क गर्न र भेट्न चाहन्छौँ, तर हामी सांसारिक मामिलामा यति व्यस्त छौँ र त्यसैले भगवानलाई सम्झिने फुर्सद पनि छैन हामीलाई। भगवानले हामीलाई साना खुसीको रूपमा उपहार दिइरहनुहुन्छ, तर हामी उहाँलाई सम्झदैनौँ र ती खुसी र उपहारहरू कहाँबाट आए भनेर नहेरी हामी तिनीहरूको प्रयोग गर्छौँ र भगवानलाई सम्झदैनौँ। भगवानले हामीलाई खुसीका धेरै उपहारहरू पठाउनुहुन्छ, तर हामी तिनीहरूलाई हाम्रो भाग्यको रूपमा राख्छौँ। हामी भगवानलाई धन्यवाद दिँदैनौँ र उहाँलाई बिर्सन्छौँ पनि। त्यसपछि भगवानले हामीमाथि एउटा सानो ढुङ्गा फ्याँक्नुहुन्छ, जसलाई हामी कठिनाइ भन्छौँ, र तुरुन्तै हामी भगवानतिर हेर्छौँ र यसको समाधानका लागि उहाँलाई सम्झन्छौँ पनि। जीवनमा यस्तै भइरहेको छ। यदि हामीले आफ्नो सानो खुसीमा पनि भगवानलाई धन्यवाद दिँदै बाँड्यौँ भने भगवानले हानेको ढुङ्गाको प्रतीक्षा हामीले कहिल्यै गर्नु पर्दैन। आजको यो प्रसङ्ग कस्तो लाग्यो तपाईँहरूलाई? मन पर्यो भने पक्कै पनि लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नु होला।